गाइज वेलकम टु आवर न्यू ब्लग। आज हामीलाई हजुरहरूले स्कुल ड्रेसमा देख्नुभएको होला। हाम्रो यो आजको कन्टेन्ट के हुनेछ भने आज हाम्रो स्कुलमा छ एनुअल फङ्सन। त्यसको लागि हामी यो ड्रेस लाएर स्कुलमा गएर हजुरहरूलाई ब्लग देखाउनेछौँ। र मेरो आजको पार्टनर हुन्छन् देवक, हजुरले चिन्नु नै भएको छ होला। गाइज आज मेरो पार्टनर छन् देवक। र देवक कस्तो लागिरहेछ आजको? अब आज स्पाइकिङ हान्ने हामीले। अब अरे कहना क्या चाहते हो? आजको कन्टेन्ट के हुनेवाला छ भन्दै त? स्कुल स्पाइकिङ। स्कुल स्पाइकिङ योमा लास्टै मजा आउँछ जस्तो लागिरहेछ मलाई। आउँछ अब सबै स्कुल, हाम्रो स्कुलको सबै देखाउने। अब बाटोमा जाँदै हामी अब बाटोको नि ब्लग गर्ने गाइज। ल गाइज बाँकी ब्लग बाटोमा। A few moments later. र गाइज हेर्न सकिन्छ हामी छौँ अहिले बाटोमा। बाटो हिँडिरहेछौँ हामी स्कुलतिर। मेरो साथमा हिँडिहाल। अब हामी स्कुल पुग्छौँ एकछिन बाद 10 मिनट पछि। र त्यहाँ स्कुलको सबै कुरा हजुरलाई देखाउनेछौँ। अब हामी बाटोमा हिँड्दैछौँ गरेर हेर्न सकिन्छ। यो मुलालाई हेर्नु यहाँ। मरना है क्या भोसड़ी के? मरना तेरे को डर नहीं लगता? ल अलि अगाडि पुगेपछि फेरि देखाउनेछौँ। ल गाइज हामी आधीभन्दा धेरै बाटोमा पुगिसकेका छौँ। बल्ल यहाँ बिच बाटो आहा। अब एकछिन 5 मिनट लाउनु अब स्कुल पुग्न। अब हामी डाइरेक्ट हजुरलाई स्कुल पुगेको भिडियो देखाउनेछौँ। ल हुन्छ ऊ त्यहाँ रातो कलरको स्कुल हाम्रो हो। अब त्यहाँभित्र हामी जाँदैछौँ। त्यहाँ हेर्न सक्नुहुन्छ राम्रोसित। अब हामी भित्र गएर देखाउनेछौँ। ल हेर्न सक्नुहुन्छ हामी यहाँ स्कुलको पार्किङमा आइसकेका छौँ। अब हाम्रो पछाडि हेर्न सक्नुहुन्छ ऊ उहाँ स्कुल छ। अब हामी हिँड्दै त्यहाँ जाँदै हुनेछौँ। त्यही भएर ल 1 minute later. गाइज हामी आइसकेका छौँ स्कुल। र स्कुलको यो कम्प्युटर ल्याब हेर्न सक्नुहुन्छ हजुरले सबै चारैतिर। र हामी यहाँ एउटा कामले आएका छौँ। हामी गिलु लिन आएको। गिलु यहाँ छ। गिलु हामी साइन्स एक्जिबिसन प्रोग्राममा भाग लिएका छौँ। हजुरलाई थाहा छ होला साइन्स एक्जिबिसन भन्ने। त्यसमा हामी भाग लिएका छौँ। त्यसको बारेमा हामी तल जान्छौँ र हजुरलाई सबै देखाउँछौँ। ल गाइज हेर्न सक्नुहुन्छ हजुरले कराते चले। यहाँ कराते One step back. Right. Os. A few moments later. गाइज हेर्न सक्नुहुन्छ यहाँ सबै आर्टहरू मन्तव्य राख्नका निम्ति हार्दिक अनुरोध गर्दै मञ्चमा ल्याउन चाहन्छु। A few moments later. Thank you.
1 minute later. भाषण who have honored us with their presence. I would also like to acknowledge and thank our wonderful parents, the dedicated teachers, and the यसको students, नाम यहाँ लेखे and my friends Newton who model. go through this Kita धेरै छन् program अहिले to हामीले make देखाउन it सक्नुहुन्छ so सर special, and my greeting namaste to प्रान्सु all. प्रान्सु This is कस्तो लागिरहेछ Lisa from बहुत grade nine. घटिया लागिरहेछ घटिया रे यस्तो भिड छ केही अडियन्स अहिले त हल्का खाली भएको गाई जति त लास्टिक मान्छेहरू आइरहेको त्यो भाषणलाई हामीले क्याप्चर गर्ने अवसर पाएकोमा धेरै भाग्यमानी खान्छ भन्ने छ ल ल अब अर्को क्लिपमा भेटौँला 28औं वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रमका सभाध्यक्ष महोदय, प्रमुख अतिथिको स्थानमा विराजमान प्रमुख अतिथिज्यू, विशिष्ट स्थानमा विराजमान विशिष्ट अतिथिज्यू, अन्य अतिथिगणहरूका साथै दाइ दिदीहरू, भाइ बहिनीहरू, अभिभावकज्यूहरू, शिक्षकवर्गहरू तथा मेरा साथीहरू तथा यहाँ उपस्थित 1 minute later. Similarly, second position was secured by Ashish Yadav and Devak Paudel. Ashish Yadav and Devak Paudel. And first position was secured by Kritika Sapkota. Kritika Sapkota. From class 9, third position was secured by Promise Khamcha. Promise Khamcha. Similarly, second position was secured by Ayush Neupane. And first position was secured by Praveen Paudel. Praveen Paudel. गाइज हजुरले हेरिसक्नुभयो होला हाम्रो प्राइज बार आइसकेका छौँ है यहाँ छ हाम्रो प्राइज यो मेरो सेकेन्ड भएको 8 क्लासको बिएलीमा यिनको फर्स्ट भएको 8 क्लासको बिएलीमा A few moments later. गाइस फाइनली हाम्रो प्रोग्राम भ्याइयो मजा नै आयो होला जस्तो लाग्छ हजुरलाई यो कन्टेन्टमा र फेरि भेटौँला अर्को ब्लगमा आजको लागि बाई बाई टाटा सी यू ल